गाइज नमस्ते, म सन्तोष बर्दिया अनि यहाँ मसँगै हुनुहुन्छ आदरणीय दाजु। हामीसँग अहिले मस्कटमा रुई है त, यसको मस्कट रुईमा। सो आज चाहिँ हामी पुरै मस्कटको तातो घाम कस्तो हुन्छ घुम्दै छौँ। अनि यहाँ फेरि बाटो काट्दा चाहिँ हेर्नुपर्छ यो लाइनबाट। यस्तो छ हेर्नुहोस् यहाँको अवस्था। गर्मीको कुरा नगरौँ, हजुर अब यहाँ चाहिँ खास अब जान चाहिँ हामी ट्याक्सीमै आएको भनेर मिल्थ्यो, तर ट्याक्सीमा चाहिँ आयो भने हामी प्राइभेट गाडीमै आयो। अब एकजना हामीलाई यहाँसम्म ड्रप गरिदिनु भएको थियो चिनेकै दाइले। अब तर अप्ठ्यारो के हो भने उहाँ एयरपोर्टबाट जाने पुल मास्तिर, हामी अलिकति तलबाट झन्डै 2-4 मिनट हिँड्नु परेको। कालो भए लाग्यो भने अलिक गाह्रो छ क्या सो होइन। अनि यता एकदम चिसो भएको नि दाइ, झन्डै यति बेला विराटनगर जस्तै भयो होला। ज्याकेट लगाएर आउनु पर्यो ल। यहाँ चाहिँ यस्तो छ गाइस होइन, -10 डिग्री। यहाँ ट्याक्स ब्याङ्क पनि आइपुग्नु लागेको छ। 20,000 छ 1 महिना बाद आहे क्या पोखरा भने त नवलपरा बर्दा घाटतिर बिहारको नजिक पोखरा भने तपाईँ ज्याकेट लगाएर आउनुपर्ने। सो गाइज ल आइपुगिसक्यौँ हामी चाहिँ ब्याङ्कको नजिकै। अब ब्याङ्क चाहिँ कुन चाहिँ फ्लोरमा छ